पीडितै हुँ। ओहो हेर्नुस् त यस्तोमा टोकिदिएको रहेछ। कहाँबाट उतारो हुन्छ आफैले पनि फेरि घरका कुकुर होइनन् फेरि घरका कुकुर आदरणीय दर्शक महानुभावहरु नमस्कार। यदि तपाईहरु झापा शिव 87 7 मा बस्नुहुन्छ भने कृपया बौला कुकुरदेखि एकदम सावधान रहनु होला। झापाको शिव 87 7 यो सिमाना चोकदेखि मुनि तपाईहरुले अहिले कुकुरको एकदमै आतंक देख्न सक्नुहुन्छ। विभिन्न घरहरुमा यो र्याबिस लागेको कुकुरले धेरै चौपाया तथा मानिसहरुमा टोकेर धेरै नै क्षति पुर्याएको छ। यस घटनाबारे सानो विवरण लिएर म यहाँहरु समक्ष उपस्थित भइसकेको छु र यसैगरी हाम्रो नगर प्रमुख हाम्रो नरमाया कार्केज्यू पनि आउनु भएको छ। उहाँसँग गरिएको संक्षिप्त कुराकानी मैले यसै भिडियोमा राखिदिएको छु। कृपया भिडियो हेरेर सक्दो शेयर गरिदिनु होला। धन्यवाद। लगभग हाम्रो कति घरलाई चाहिँ यस्तो घटना घटेको छ सन्दा अहिलेसम्म? यो अहिले हामीहरुको यहाँनेर भनेको 6 1 घर 2 3 4 5 6 घर 6 घरमा एकजना मान्छेलाई टोकेको तल राई एकजनालाई त्यस्तै भुँडीमा मान्छेलाई पनि टोकेको। कसको त गाईलाई पनि टोक्यो अरे भन्ने उयो छ त। ऊ अर्जुन भान्जाकाबाट ल्याएको अस्ति 1,20,000 मा यसको माउ ल्याएको त्यहाँबाट ल्याएको त्यत्रो राम्रो गाई ल्याएको। अब बासुले यस्तो भयो। अब यो बेगर फेरि माउले दुध दिँदैन फेरि अरु समस्या हो। त्यसै त्यता पनि समस्या आउने भयो। मम यसलाई चाहिँ हाम्रो नगरबाट चाहिँ के छ यो सुविधाहरू र्याबिजको सुईहरू के छ यो? खोपहरु चाहिँ अब बिहानै डाक्टर साहबहरु आएर पशुलाई चाहिँ हामीले जान्छ होला। हजुर अब मानिसका लागि हामीले विराटनगर औषधि लिन पठाइसकेको छ। भ्याक्सिनमा औषधि ल्याएर प्रत्येक घरमा हाल्नु छ। अनि दुईटा छन् यो र यन्त्र खड्का दाइको दुईटा सेम यस्तो छन्। के नै गर्नु भयो डाक्टर साहबले? यो एकै नै गरिसकेको यो अब अलग्गै बान्नु कसैले जम्मा जम्मी यो के बाछाहरू मात्रै हुन् यस्तो कि गाईलाई पनि टोकेछ? भ्याक्सिन लायो कस्तो छ स्थिति गाईको चाहिँ? गाईको ठिकै छ। झापाको शिव 87 7 मा चाहिँ यहाँनिर स्थानीय भुसिया कुकुर र्याबिज लागेको कुकुरद्वारा चाहिँ नि यो यति राम्रो गाईको बाछाहरूलाई टोकिदिएर चाहिँ नि एकदम त्रासपूर्ण वातावरण भएको छ। अहिले यो वातावरणलाई चाहिँ न्यूनीकरण गर्न हामीलाई चाहिँ नि हाम्रो नगर उपप्रमुख पनि आउनुभएको छ। उहाँले पनि केही सल्लाह सुझाव दिँदै हुनुहुन्छ। यदि तपाईँहरू पनि यसरी यो र्याबिज लागेको कुकुरबाट यसरी यो पशु चौपायामा पीडित हुनुहुन्छ भने कृपया दबाई परामर्शको लागि हाम्रो नगरपालिका शिव 87 मा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। फिलहाल यहाँनिर 2-4 घरलाई चाहिँ नि यसरी यो चौपायाहरूलाई यो सानो सानो बच्चाहरूलाई टोकेर चाहिँ नि र्याबिज लागेको देखियो। यस्तो अन्य कतै घटनाहरू भए तपाईँहरूले पनि सेयर गरिदिनु होला। यस्तो हेर्नुहोस् त भर्खरै बाको माईको हेर्नु त यस्तो बिजोग छ माम। अनि यो यत्रो यो माउले अब के गरेर दुध दियोस् यहाँनिर त? अनि यो त चाड्छ त हो बच्चा बच्ची चाड्छ। यसलाई चाहिँ देखियो यसलाई सुई लाएर मात्रै बचो भन्ने कुरो आयो अब आधिकारिक चाहिँ। अब के हो अब यो त प्रविधि विशेषज्ञलाई अझै सानलाई सतर्क रहनुहोस्। एकदम सतर्क चाहिँ धेरै रहनुपर्ने अवस्था छ यहाँनिर। यसले उयो गर्दैन है। नदिने एक आपसमा जुटु कुनैलाई पनि नदिनु नि। यिनीहरूलाई हामीले त के भन्न सक्छौँ अरू तपाईहरुले भ्याक्सिनको कमी हुन दिँदैनौँ। भ्याक्सिन तुरुन्तै हामी ल्याइदिन्छौँ र तपाईहरुको यहाँ धेरै हुनुहुन्छ त्यो परिवारमै आएर हामी अवस्थाको हामी मिलाउँला भ्याक्सिन आइसकेपछि। र अन्य औषधिहरू अन्य फेरि पशुलाई देख्यो भने तपाईहरुले सूचना चाहिँ गर्नुहोला। फेरि अब यस्तो उमेर छ। अघि जुन दिदीहरू आउनुभयो नि भन्दाखेरि उहाँहरूले भन्नुभयो जुनले युज गरेर जुनले त्यसलाई अब दबाईहरू खुवाइयो रालेहरू हो त्यो भयो त्यसैलाई मात्रै लाउने जस्तो कुरो गर्नुभयो। तर पारिवारिकमा अब सबैले छोएको हुन्छ नि त्यसमा इन्डाइरेक्टली रूपमा त अब टच भइहाल्छ। जस्तै उहाँले गाई दिनुभयो राल सुनु भने त पहिला उहाँलाई देखेपछि नै अरूलाई सर्छ। नसरिकन त त्यो भ्याक्सिन लगाए पनि अर्को असर देखिन सक्छ। संक्रमित त भइसकेको हुन्छ नि तर ढिलो लक्षण पनि देखिन सक्छ कुनै केसमा चाहिँ। फेरि त्योभन्दा अगाडि चाहिँ अब पहिला जसले गर्थ्यो उहाँलाई लगाउँ। त्यस पछाडि 1-2 दिन पछाडि यसो हेर्दाखेरि त हामीलाई पनि अब केही त त्यस्तो हुनसक्छ। सक्नु भयो भनेदेखि भरसक उहाँले औषधि उहाँले छोको उहाँका जुठा ओछ्यान हामीले त प्रयोग नगरौँ न 1-2 दिन। फेरि बिआरले के भन्नु भने यो जस्तै यो रेबिज अब जस्तै अब मान्छेमा संक्रमण देखियो नि 100 मा 100 बाँच्दैनन् भन्ने त बाँच्दैन होइन। त्यो बाँचे पनि यो त एकदम र्याबिज लागिसकेपछि त नथिङ पोसिबल हो। त पछाडि भए पनि मर्छ। त्यो त मर्ने नि हो भन्नु खोजेको। त्यसैले अब अलिकति अब अघि उहाँहरूले चाहिँ यहाँ 3 जना जतिको टिप्यो। मैले चाहिँ सोचेँ त यो घरको सबैले लगाइदिउँ। जुन घरकोलाई टोकेको छ त्यो घरका फ्यामिलीहरू सबैलाई लगाइदिउँ
वस्तुहरू सबैले लगाइदिउँ भने मेरो चाहिँ कन्सेप्ट गरेको अनि उहाँहरूले भन्नु त्यति परेन जसले छोको छ भन्ने गर्नुभयो छुन त पारिवारिक हिसाबमा सबैले नै हिसाबले गरिदिनुहुन्छ जुन कतिजना हुनुहुन्छ हामी 7 जना यो घरमा 7 जना छ सबैलाई गरिदिनुहोस् त्यही निर्णय गर्नु यहाँ त यो त अब यो स्वास्थ्यको त्यही त अनि अब हेर्न जाने कुरै रहेन नि तिमी गाइड हुन्छौ हो बहिनीले गोबर सोच्छ त्यही हात साबुन पानी त्यही लाउनु पर्यो बच्चाले दुध त्यही खान्छ धोएपछि हात धोयो र बच्चालाई खानेकुरा खुवाउँछ अब यहाँ यसो हात धोएर गएर खाना बनाउँछन् अनि त्यो परिवार जम्मैलाई भ्याए कि भ्याएन त एकजनाले होदै कुरो गर्नु कतिजना परिवार हामी कति ल्याएर भ्याक्सिन पहिला डोज हेर्छु म अहिले 40 वटा आउँछ अरे बिमारी डाक्टर साहब कुरो भयो त्यो 40 वटा अहिले आउन आँटेको छ ल 40 एकचोटिलाई झन् अब कतिजना यहाँको त ठ्याक्क टोटलिटी हुँहरू मैले जाने टोटलिटी हुँ अझै ल त्यसैले म यहाँ प्रत्येक गरेर म हजुरलाई म फोन गर्छु भोलि म जानकारी हजुरलाई गराउँछु यो र्याबिजको सुई बाहेक फर्दर ट्रिटमेन्टको अप्सन छैन हैन पशुहरूलाई नगरौँ केही कुरोमा पनि मेरो दिनचर्या त्यो गर्नु यहाँ आएर भ्याक्सिन पाक्छ भन्ने लाग्यो भने नगरबाट गाडी पठाउँला तपाईहरु गाडीमा गएर पनि लगाउनु पर्छ है ल भ्याक्सिन त म्यान्डेटरी हो एकदम यो के हुन्छ सल्लाह गरौँला म पनि सल्लाह गर्छु त्यही अनुसारले अगाडि बढाउँ न ल हामीले पनि छ थ्याङ्क यू ल हस् 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 थ्याङ्क यू ल हस् देख्नुहुनेछ दोस्रो घर हामी दोस्रो घरमा पनि उपस्थित भएका छौँ यहाँनिर हाम्रो प्रमुख नगरपालिकाबाट आइसक्नु भएको छ खोइ कहाँ रहेको छ दोस्रो बाछी यसलाई पनि र्याबिज लागेको कुकुरद्वारा टोकिएको थियो त्यस पश्चात यो बाछीलाई पनि एक प्रकारको रोग लागेको छ यसलाई पनि सुरक्षित स्थानमा राखिसकिएको छ यहाँले देख्न सक्नुहुन्छ यदि तपाईहरुको गाउँघरमा पनि यस्ता खालका भुसिया कुकुरहरू देखा परे यसलाई एकदमै सतर्कता अपनाएर तपाईहरु लाग्नु होला यसरी देख्नुहुन्छ राल सिंगान तपाईहरुले देखिसक्नु भयो यहाँनिर हेर्नुस् त यति राम्रो गाईको बाछी अहिले यो अवस्थामा रहेको छ यसलाई टोकेको दाग छ के नाकैमा काट यसको राल सिंगानसँग एकदम बस्नुपर्छ यो गाह्रो अवस्थाको छ दसैँलाई चाहिँ नि उक्त कुकुरबाट टोकेर उहाँ खुद ग्रसित हुनुहुन्छ खबरबाट हाम्रो उपमेयर अहिले चाहिँ नि यसरी जनताको जनगुनासो बुझ्नलाई चाहिँ नि घर घरै आउनु भएको छ जुन चाहिँ एकदमै सराहनीय कार्य गर्नुभएको छ घरमा को हुनुहुन्छ होला रातिको कुरा हो सर नचिनेको अन्त कुकुरले धेरै ठाउँमा टोकिसकेको छ अरे भनेपछि त्यो चाहिँ मान्छेले चाहिँ हैन गाईबस्तु टोकेर ग्रसित छ माथि ओहो हेर्नुस् त यस्तोमा टोकिदिएको रहेछ कहाँबाट उतार उडेर आएर यहाँ बेलुका हो कि अनि ज्याकेटहरु नलागेको भए चाहिँ मासि नै अब ओ चाहिँ लुज नै रहेछ नि पुरा बेलुका भएको त ज्याकेट लाग्यो भित्रबाट यस्तै स्वेटर लगाएको थिएँ अनि त्यो चाहिँ बडाङ बुडुङ गयो अनि यसमा चाहिँ धेरै पोलो आमा त त्यस्तै होला भने डर पनि लाग्यो अनि अहिले त धेरै दिन भइसक्यो निलो थियो अहिले चाहिँ अब निको भयो नि यहाँ चाहिँ तर पछाडि कस्तो के गर्छ त्यो चाहिँ जानकारी छैन तर यो मान्छेकै अलिकति समाजकै गल्ती लाग्यो मलाई किनभने त्यत्रो विजय गरिसकेपछि गाउँ छापा गरेर मार्नुपर्छ पर्दैन त्यसको धनी को हो बतलाउनु पर्छ पर्दैन पर्ने चाहिँ हो नि त त्यो टोकेकै दिन त्यो कुकुर त्यही दिन मर्यो त्यो कुकुर चाहिँ हजुर त्यही दिनै मर्यो किनकि यहाँ तपाईँलाई टोको बिगार गर्दै गर्दै माथि धेरै गाईहरू टोको हजुर अनि यहाँ मास्तिर त्यहाँ घरैभित्र अनि मान्छेलाई झम्टेपछि त्यहाँनिर मार्नु मार्न चाहिँ अनि त्यसरी मरेर चाहिँ मर तर त्योसँग अरू कुकुरहरू लडाइँ गरेका छन् यहाँका सबै कुकुरहरू लडाइँ गरेका छन् सबैले टोकेछ त्यसमा चाहिँ तपाईँ हामीहरूले विचार गरेर त्यो कुकुरलाई कसरी नियन्त्रणमा लिने हो कि होइन कसो गर्ने भनेर तपाईँ हामीहरूले चाहिँ सोच बनाउने हो क्या अब चाहिँ प्रत्येक कुकुरलाई यसो उसको परीक्षण पनि हेर्नु पर्यो उसको हावभाव बेग्लै भइहाल्छ होइन हामीले खोले पकाएका भाँडाहरू घोप्ट्याएर राख्ने होइन घोप्टीहरू चाहिँ त्यो पकाएर त्यतिकै राख्यो भने त्यहाँ पनि मुख गाडिदिन्छ उसले थाहै हुँदैन तर अरू कुकुरले कस्तो चाहिँ व्यवहार देखाउँछन् कहाँ बस्छन् तपाईँले एकदिन चाहिँ गर्नुपर्छ है तपाईँ ठिक हुनु होला के कस्तो हुन्छ हामीले खबर पाऊँ म पनि यही तपाईँहरूकै छिमेकी उपमेयर साहब जस्तै यो गाईहरूलाई धेरैलाई टोकेको छ यो माउ गाईहरू मर्यो भने चाहिँ अब नगरबाट हामीहरूले केही किसानीहरूले केही पाउँछौँ कि कस्तो बिमा गरेको छ कि छैन बिमा गरेको छ भने त बिमा कम्पनीले दिइहाल्छ नि
त्यही भएर बिमालाई चाहिँ निरन्तरता गरौँ, बिमा गरौँ, किसानहरूलाई सुविधा हुन्छ भनेर बिमाको अवधारणा ल्याएको कारणै त्यही हो। अहिले दुनियाँभर सहकारीले बिमा गरेको छ, साना किसान सहकारीले बिमाको अवस्था ल्याएको छ, पशु बिमा। त्यो छ भने त तपाईँले क्षतिपूर्ति पाउनुहुन्छ। जस्तै त्यो सानो बाछो पहिलो ठाउँ हेरेको गाई कत्रो ठुलो छ होइन, त्यो लाखभन्दा माथिको होला, माथिको यो त तपाईँले पालेका पनि लाखभन्दा माथिका होला, मात्रै तपाईँहरूले 15-16 हजार मात्रै दिउँ भने पनि केही भवितव्य पर्यो भने त तपाईँले लाख त पाउनुहुन्छ नि त। हामीहरूले जुन यो ठुल्ठुला फर्मले त बिमा गरेका छौँ, जस्तै साना किसानहरूको टोकेको छ अहिले, बिचराहरूको होइन, त्यही बिचराहरूको साधारण यहाँ तलतिर एकजना सिधा मान्छे छन् बिचरा, एउटा गाई छ बिचरा त्यही पनि टोकिदिएको छ, एउटा बाख्रा पालेर त्यही पनि टोकेको छ। बिचराहरूले त्यो बिमा गर्ने उहाँहरूको कन्सेप्ट पनि छैन, बिचरा कहाँबाट गर्ने उहाँ थाहा पनि छैन। हो त्यस्तोमा चाहिँ केही भयो भने अब नगरको केही छ कि त्यस्तो छैन। तपाईँहरूको ठुलो क्षति हो, उसको आय आर्जन गर्ने त्यही हो भनेदेखि नगरपालिकामा एउटा निवेदनसम्म लेख्नु पाउनुहुन्छ होइन। भोलि ठुलो माउ गऱ्यो भने त्यसको पाल्नका लागि एउटा सानो बाछो बोट भन्न दिन पनि सकिन्छ। त्यो चाहिँ तपाईँहरू आउनु भएर आफ्ना कुरा राख्नुभयो भने त्यो पनि केही उपलब्ध हुन्छ है। त्यो चाहिँ एउटा निवेदन पनि पाउँछ है त, निवेदन आयो। हस् ल भइहाल्छ।